ओके, स्वागत छ विद्यार्थी भाइ बहिनीहरू। धेरै समयको अन्तरालपछि आज मैले डीआर सिमखडाको प्र्याक्टिस बुकबाट मल्टिपल एन्ड सब मल्टिपल एंगल भन्ने च्याप्टरबाट चाहिँ सर्ट क्वेशनहरू लिएर आएको छु है त। मोडेल 5 बाट तपाईहरुले हेर्न सक्नुहुला किताबमा चाहिँ है। मोडेल 5 मा चाहिँ के भनेको छ भन्दाखेरि हामीलाई प्रुभ दैट भनेर चाहिँ भनेको छ है। यसमा चाहिँ 9 नम्बरको ए मा के रहेको छ भन्दाखेरि cos स्क्वायर 45 डिग्री प्लस a प्लस cos स्क्वायर 45 डिग्री माइनस 1 इज इक्वल टू 1। यो चाहिँ हामीले प्रमाणित गर्नुपर्ने छ। ओके, मैले लेफ्ट ह्यान्ड साइड लिए जस्ताको त्यस्तै cos स्क्वायर 45 प्लस a प्लस cos स्क्वायर 45 माइनस a। अब यसमा चाहिँ हामीले के गर्यौं भन्दाखेरि 1 प्लस हैन यो cos स्क्वायर 45 माइनस a जुन छ यो cos स्क्वायर a को रूपमा रहेको छ है। हामीलाई थाहा छ यहाँ cos को फर्मुला तपाईहरुलाई थाहा होला। cos 2a भनेको के हो त 2 cos स्क्वायर a माइनस 1 हो। यसबाट चाहिँ यो cos स्क्वायर a को मान निकाल्दाखेरि यो चाहिँ माइनस 1 यता गएर प्लस 1 अनि यो 2 चाहिँ डिभाइडमा गएको है त। यहाँबाट मैले चाहिँ यो पुरै यो cos यो पुरै हामीले के मान्यौ त यो पुरै हाम्रो के हो त a है त। त्यसैले 1 प्लस cos यो 45 प्लस a बाइ 2 यता पनि सेम त्यही प्रोसेस हामीले लगाएका छौं। यसमा पनि cos यो भनेको a हो, यसमा पनि 1 प्लस cos 2 यो चाहिँ a भइहाल्यो अपन 2। ठीक छ। अब चाहिँ हामीले दोस्रो स्टेपमा के गर्यौं भन्दाखेरि यो 2 ले यो भित्रतिरको दुवैलाई मल्टिप्लाई गर्यौं। यहाँ पनि यो 2 ले भित्रतिरको दुवै एंगललाई मल्टिप्लाई गर्दा यो भ्यालु cos 2 * 45 भनेको 90 प्लस 2 * a भनेको 2a अनि बाइ 2 प्लस यहाँ पनि त्यस्तै गुणन गर्दाखेरि यस्तो भएको छ है त। त्यसपछि तपाईहरुलाई थाहा होला 1 यो cos 90 भनेको त रेशियो चेन्ज हो। cos को रेशियो sin मा जान्छ, sin को रेशियो cos मा अनि त्यसपछि गएर हामीलाई थाहा छ cosec को रेशियो चाहिँ केमा जान्छ sec मा र cot को रेशियो केमा जान्छ tan मा अथवा tan को रेशियो cot मा। त्यसैले यहाँ cos 90 भन्ने बित्तिकै sin भयो, यहाँ 2a भएको हुनाले 2a। अब cos 90 + 2a भनेको त 180 डिग्री हैन, यानी कि सेकेन्ड क्वाड्रेन्टमा पर्छ। सेकेन्ड क्वाड्रेन्टमा त cos नेगेटिभ हो, त्यसैले यहाँ माइनस sin 2a भयो है। यो 2 को 2 प्लस यहाँ चाहिँ प्लस यहाँ चाहिँ 1 आयो प्लस cos 90 भनेको फेरि sin मा चेन्ज भयो। cos 90 माइनस यो थीटा भनौं न हैन, यसलाई थीटा मान्दाखेरि यो चाहिँ फर्स्ट क्वाड्रेन्टमा पर्यो। फर्स्ट क्वाड्रेन्टमा अल पोजिटिभ भएको हुनाले प्लस को प्लस नै रह्यो। यो पनि 2 यो पनि 2 एलसीएम लग्यौं 2 एलसीएम लाग्दाखेरि यो माथिको जस्ताको त्यस्तै भइहाल्यो। sin 2a क्यान्सल 1 मा 1 जोड्दा 2 2 बाइ 2 भनेको 1। यो चाहिँ राइट ह्यान्ड साइड के भइहाल्यो प्रुभ भइहाल्यो। यसरी हामीले प्रुभ गर्यौं है। यसैगरी तपाईहरुले यो बी नम्बरको पनि सेम त्यसरी नै प्रमाणित गर्नु होला है त। मैले यहाँ चाहिँ देखाइदिएको छु, यसलाई चाहिँ रोकेर हेर्नु होला मजाले, सेम त्यस्तै रहेको छ है। ल त्यसपछि हामी पछाडीतिर जाऊँ। अब पछाडीमा चाहिँ हामीले अर्को लिएका छौं यहाँ सी नम्बरमा हामीसँग के रहेको छ तपाईहरुले हेर्न सक्नुहुनेछ। 1 - sin 2a इज इक्वल टु 2 sin स्क्वायर 45 माइनस a रहेको छ। यसमा पनि हामीले यसमा चाहिँ यो राइट ह्यान्ड साइडबाट सुरु गर्दा हामीलाई सजिलो हुन्छ। त्यसैले मैले यहाँ राइट ह्यान्ड साइडबाट सुरु गरे। 2 sin स्क्वायर 45 माइनस a यो भनेको 1 माइनस यहाँ नि 1 माइनस यो चाहिँ के गर्यौं भन्दाखेरि हामीले यो 2 sin स्क्वायर a को फर्मुला लगायौं। यहाँ हेर्नु त cos 2a भनेको 1 माइनस 2 sin स्क्वायर a, त्यसैले 2 sin स्क्वायर a भनेको 1 माइनस cos 2a भयो। ठीक छ। हो त्यसैले यो चाहिँ फर्मुलामा आउँदा 1 माइनस cos 2 * a भइहाल्यो। त्यसैगरी 1 माइनस cos यो 2 ले भित्रतिर मल्टिप्लाई गर्दा 90 माइनस 2a भइहाल्यो हैन। अनि यो भनेको 1 माइनस cos 90 माइनस a भनेको फर्स्ट क्वाड्रेन्टमा पर्छ। यसमा चाहिँ के हुन्छ पोजिटिभ हुन्छ, अल पोजिटिभ, त्यसैले माइनस प्लस माइनस नै भयो। यो चाहिँ हाम्रो के भइहाल्यो cos के मा चेन्ज भयो sin मा। 1 माइनस sin 2a यो पनि के भएको प्रुभड। सेम यसैगरी तपाईहरुले चाहिँ डी नम्बरको पनि गर्न सक्नुहुन्छ। मैले यहाँ डी नम्बरको पनि बनाइदिएको छु, राम्रोसँग हेर्नु होला। यहाँ कास्ट टुल पनि मैले सम्झाइदिएको छु, यसलाई पनि विशेष ध्यान दिनु होला हैन। CAST यहाँ चाहिँ फर्स्ट क्वाड्रेन्टमा अल पोजिटिभ, sin र sin को रेसिप्रोकल कोसेक पोजिटिभ, tan र cot पोजिटिभ, cos र sec पोजिटिभ हुन्छ यिनीहरुमा चाहिँ। यो डी नम्बरको पनि हेर्नु होला। सेम त्यसैगरी तपाईहरुले ई नम्बरको पनि हेर्नु होला। ई नम्बरलाई पनि ध्यान दिएर गर्नु होला, यो पनि सकिनेछ है त। ओके, त्यसपछि अब हामी जाउँ एफ नम्बरमा है त। एफ नम्बरमा जाम त। एफ नम्बरमा चाहिँ के छ भन्दाखेरि हाम्रो 1 + tan स्क्वायर 45 माइनस बीटा 1 माइनस tan स्क्वायर 45 माइनस बीटा इज इक्वल टु cosec 2 बीटा रहेको छ। मैले लेफ्ट ह्यान्ड साइडबाट सुरुवात गरे। यो 1 + tan स्क्वायर 45 माइनस बीटा 1 माइनस tan स्क्वायर 45 माइनस बीटा। यहाँनिर एउटा फर्मुला म तपाईहरुलाई सम्झाउन चाहन्छु। के छ हामीसँग फर्मुला भनेको cos 2a भनेको इन टर्म्स अफ tan a। cos 2a को फर्मुला tan को रूपमा चाहिँ के हुन्छ 1 माइनस tan स्क्वायर a अपन 1 प्लस tan स्क्वायर a। त्यसो भए sec 2a भनेको के रहेछ त 1 प्लस tan स्क्वायर 2a अनि 1 माइनस tan स्क्वायर a
हो भने कसको अपोजिट हाम्रो के हुन्छ सेक त्यसैले sec 2a भनेको त यो त तलमाथि जाने भयो त्यसैले 1 + tan स्क्वायर a अपन 1 - tan स्क्वायर a हुन गयो त्यसैले मैले पनि यहाँनिर 1 + tan स्क्वायर 45 - बीटा 1 - tan स्क्वायर 45 - बीटालाई मैले यसलाई उल्टाउँदाखेरि sec 2 45 - बीटा भयो sec 2a हो नि त हैन अब यो 2 ले भित्रतिर मल्टिप्लाई गर्दाखेरि 90 - 2b 2 बीटा भयो अब तपाईहरुलाई थाहा छ sec 90 त चेन्ज हुन्छ sec केमा चेन्ज हुन्छ त कोसेकमा चेन्ज हुन्छ हामीलाई थाहा छ यहाँनिर मैले चेन्ज गरिदिएको छु sin cosमा sec कोसेकमा tan cotमा त्यसैले sec 90 भनेको कोसेक भइहाल्यो 90 - a यानी कि थीटा भनेको अल पोजिटिभ त्यसैले पोजिटिभ यो चाहिँ 2 बीटा कोसेक 2 बीटा भयो जुन चाहिँ राइट ह्यान्ड साइडमा थियो हाम्रो यो पनि हाम्रो के भइहाल्यो त प्रुफ भइहाल्यो सेम यसै गरी हाम्रो चाहिँ अर्को जी नम्बरमा रहेको छ हेर्न सक्नुहुन्छ तपाईहरुले जी नम्बरको पनि ध्यान दिएर जी नम्बरमा 1 - tan स्क्वायर यो सेम भइहाल्यो यहाँ चाहिँ sin 2a निकाल्नु पर्ने छ ओके लेफ्ट ह्यान्ड साइडमा 1 - tan स्क्वायर 45 - a 1 + tan स्क्वायर 45 - a यो भनेको त सिधा के को फर्मुला हो त cos 2a को फर्मुला हो यो त अघि नै भनिसके मैले त्यसैले cos 2 45 - a 2 ले भित्र मल्टिप्लाई गर्दा 90 - 2a भइहाल्यो अनि cos 90 भनेको sin अनि यो 2a को 2a 90 - a भनेको अल पोजिटिभ त्यसैले पोजिटिभ sin 2a यो चाहिँ राइट ह्यान्ड साइडमा रहेको छ यो पनि हाम्रो के भइहाल्यो प्रुफ्ड यसरी तपाईले जी नम्बरको पनि बनाउन सक्नुहुनेछ त्यसपछि हामीले जान्छौं याच नम्बरमा है त लास्ट हिसाब यसको लास्ट हिसाब अलिकति लामो जानेछ यसलाई चाहिँ ध्यान दिएर हेर्नु होला है त हामीसँग 10 π/4 + b = cos 2b 1 - sin 2b रहेको छ मैले लेफ्ट ह्यान्ड साइडले 10 π/4 + b = यो π/4 भनेको 45 डिग्री हो यो तपाईहरुलाई थाहा भएकै कुरा हो हैन 45 + b भइहाल्यो अब 10a + b भयो के यो 10a + b तपाईहरुलाई राम्रोसँग थाहा छ 10a + b को फर्मुला भनेको 10a + 10b अपन 1 - tan a tan b हुन जान्छ मैले अरु के पनि गरेको छैन यहाँ त्यसैको फर्मुला लगाइदिएको छु 10a + b भनेको 10a + 10b 1 - tan a tan b भयो अब tan 45 डिग्री भनेको 1 भइहाल्यो + tan b एज इट इज 1 - tan 45 भनेको 1 भइहाल्यो त्यसैले tan b भइहाल्यो 1 - tan b भयो यो 45 डिग्री भनेको 1 भयो 1 * tan b tan b ठीक छ अब यो tan छ हामीले निकाल्नु पर्ने त cosमा र sinमा हो त्यसैले tan b भनेको sin b अपन cos b तल पनि tan b भनेको sin b अपन cos b एलसीएम लग्ने cos b ले 1 लाई मल्टिप्लाई गरेर cos b + sin b अपन cos b + sin b अपन cos b यहाँ पनि cos b * 1 भनेको cos b - sin b अपन cos b के भइहाल्यो क्यान्सल भयो है बच्यो के त cos b + sin b cos b - sin b बाँकी रह्यो अब त्यसपछि हामीले चाहिँ यसमा के गरेका छौं भन्दाखेरि हेर्ने हामीले चाहिँ माथि cos 2b निकाल्नु पर्ने छ cos 2b निकाल्नका लागि त हामीसँग चाहिँ यहाँ cos b - sin को होल स्क्वायर बन्नु पर्यो हैन यसको सूत्र प्रयोग गर्नु पर्ला त्यसैले हामीले चाहिँ यहाँ के गर्यौं भन्दाखेरि यहाँ cos b + sin b र अर्को cos b - sin b ले तल र माथि चाहिँ मैले मल्टिप्लाई गरिदिएको छु है त यसले मल्टिप्लाई गर्दाखेरि यो a + b a - b भनेको cos स्क्वायर b - sin स्क्वायर b भयो तपाईहरुले राम्रोसँग हेर्न सक्नुहुनेछ cos स्क्वायर b - sin स्क्वायर b तलतिर त सेम भएको हुनाले यो चाहिँ होल स्क्वायर भयो cos b - sin b को होल स्क्वायर त्यसको सूत्र भनेको cos स्क्वायर b - 2 cos a cos b प्लस यो चाहिँ यस्तो सूत्र भयो अनि तपाईहरुलाई राम्रोसँग थाहा छ sin स्क्वायर a + cos स्क्वायर a यानी कि sin स्क्वायर b + cos स्क्वायर b भनेको 1 हुन्छ त्यसैले 1 - यो एज इट इज भइहाल्यो cos 2b भइहाल्यो त्यसैले cos 2b यो 2 sin b cos b भनेको sin 2b भइहाल्यो हैन हेर्न सक्नुहुन्छ तपाईहरुले राम्रोसँग यो पनि के भइहाल्यो हाम्रो प्रुफ्ड यसरी तपाईहरुले चाहिँ यो 9 नम्बरको जम्मै हिसाबहरु बनाउन सक्नुहुनेछ त माया गर्नु होला सपोर्ट गर्नु होला ध्यान दिएर हेर्नु होला है त थ्यांक यू